दर्शकबिन नमस्कार। दर्शकबिन ठुलेले चण्डिकालाई अब पहिलेका सबै कुराहरू छोडेर हामी मिलेर बसौँ भन्छन्। तर चण्डिकाले चन्द्रे आउने भनेपछि म तिमीसँग बस्दैन भन्छन्। यता कान्छोले गहना नभएर बिहे गर्ने भए गर्ने र बिहे नगर्ने भनेर सोफियालाई भनिसकेका छन्। दर्शकबिन अब आउने भागमा के हुन्छ होला त? भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हजुरहरूलाई कान्छी सिरियल कस्तो लाग्छ त कमेन्ट गरिदिनुहोला। अब लागौँ आजको भिडियोतर्फ। दर्शकबिन सरकी श्रीमती मोबाइल खोज्न भनेर कान्छीको कोठामा जाँदै गर्दा सबैले थाहा पाउँछन् र सरकी श्रीमती मोबाइल खोज्न पाउनन्। कान्छीले सागर सरलाई सबै सत्य कुरा अब सरलाई भनिदिउँ भनेर भन्छन्। तर सागरले अहिले नभनौ भनेर भन्छन्। यता सोफियाको बुबाले गहना नभएर विवाह हुन्न भनेपछि कान्छोले सोफियालाई तिम्रो बाबाले गहना बिना विवाह गरिदिए मात्र हाम्रो विवाह हुन्छ नत्र हुन्न भनेर भनिसकेका छन्। यता चन्द्रले आफ्नै श्रीमतीलाई म तिमीलाई पैसा पठाइदिन्छु भनेर फकाएर सहर जाने भएका छन्। ठुलेले चण्डिकालाई अब मिलेर बसौँ भन्दा चण्डिकाले नाइ भनेर भनिसकेकी छन्। कान्छी लुगा मिलाउँदै गर्दा सरकी श्रीमती आएर मोबाइल खोज्न खोज्छन् तर कान्छीले लगिहाल्छन्। दर्शकबिन अब आउने भागमा के हुन्छ होला त? आफ्ना विचारहरू अवश्य कमेन्ट गरिदिनु होला। आजलाई यति नै, मिलौला अर्को भिडियोमा।